वैशाख 12 गते काठमाडौँको आन्दोलन बालन सरकारले थेक्न सक्दैन। फेरि हामी त्यो त्यसो नदेख्नुहोस् ना पिस बालेन 12 गते बालेन सरकार हजुर तिमीहरू त्यो एमालेको ठुल्ठुलो नेता महेश बस्नेत पृथ्वी सुब्बा गुरुङ सूर्य थापा यिनीहरू चाहिँ भित्र रुमभित्र बसेर स्टार्टर ठोक्ने अनि जनतालाई उस्काउने अनि पुलिसको बाटा खुवाउँछस् अनि बालेन सरकार टर्छ भने धाक देखाउँछस्। अब जनताले बुझिसक्यो, अब जनताले के भन्दैछ हेर सुन्या। आँखामा बजारेपछि मात्रै मेरो बुद्धि आयो, आँखा बन्द भएपछि मेरो बुद्धि आयो, त्यहाँ आन्दोलनमा आउँदिनँ। आज एमालेको बुद्धि कुटेपछि आउने रहेछ, मेरो बुद्धि आयो बालेन सरकार। जब लाठी खाइयो नि बुद्धि आयो, म अब आन्दोलनमा आउँदिनँ बालेन, तिमी जे गर्छौ गर। अब नेपाली जनताहरूले अब यो एमालेको झोले बनेर होइन, झोलेलाई एमालेहरूलाई सपोर्ट गरेर होइन, सरकारको पक्षमा बसेर सबैजनाले सरकारले साथ दिनुपर्छ। त्यो एमालेको 12 तारिकको आन्दोलनमा चाहिँ कोही जाने होइन। फेरि बाटा भेट्ला, फेरि हातखुट्टा भाँचेला, भोलिपछि गरे खाने बाटो पनि बस्दैन। त्यही भएर बेलैमा सचेत हुनु जनताहरू, साथीहरू सबैजनालाई मेरो अनुरोध छ। तोडफोड गरेको एमालेले बिहोर्दैन, आफैले बिहोर्नु पर्छ। तोडफोड गरे हातखुट्टा भाँच्यो भने चाहिँ एमाले हेर्दैन है। फेरि सरकार यसपालि सरकार कडा है, द्वितीयको सरकार हो। त्यो सरकार हातबाट हाल्ने त्यो उसको हातमा कसैको एमालेको उसको हातमा लागेर यो नेताहरूले उल्लु बनाइरहेछ के। जति बेला स्वार्थ लुट्नु पर्ने बेला उनीहरूले लुट्यो। अहिले आन्दोलनमा जानु पर्दाखेरि चाहिँ अब सोझो साझो जनताहरूलाई नै पठाइरहेछ। त्यही भएर तपाईँहरूले केही खान पाउनु भएको छैन, तपाईँहरूले केही खान नि पाउँदैन। यिनीहरू चाहिँ घरमा लुकेर बस्ने, तपाईँहरूले पठाउने। त्यही भएर चाहिँ एकदम सचेत हुनु होला सबैजनाले बुझ्नुपर्ने कुरा है। आफैले लाठी खान्छ। त्यही भएर 12 तारिकको एमालेको यो आन्दोलन चाहिँ कोही जाने होइन भन्छु म चाहिँ। आफ्नै लागि पनि हो, मेरो लागि होइन।